सुन न, म तिमीलाई के भनेर समाधान गरौँ? उही मायालु सानो या बुपु? के अर्थ छ र चाहिँ? जोस्, सुन न ल, तिमीलाई बिर्सने प्रयास गर्दै थिएँ, तर सम्बन्ध सकिएको युग बितिसक्दा पनि आज अनियासै तिमीले मेरो मौनताको चिडफाड गर्यो। सम्झनाको धुलोले छुपिएका ती दृश्यहरू फेरि ताजा बनाए। थाहा छैन, स्वतन्त्रता खोज्दै हिँडेको तिमीले त्यो स्वतन्त्रता पाए कि पाएन? सायद पक्कै पाए होला त्यो स्वतन्त्रता। तर याद राख प्रिय, खुट्टा नै गुमाएर पाएको जुत्ताको कुनै अर्थ हुँदैन। हाम्रो सम्बन्ध सकिएको त वर्षौँ भइसक्यो, तर थाहा छैन आज किन अचानक वर्षौँपछि फेरि पुरानो घाउहरूलाई तिमीले कुट्याउने प्रयास गर्यो, मेरो साथीलाई मेसेज गरेर। सुन न, अर्जुनले त्यो फोटोहरू र तिम्रो बर्थडेमा मेरो विस गरेको थियो नि, त्यो पोस्टहरू त्यो डिलिट गर्न लगाइदेऊ ल। तिमीले भनेछौ क्यारे उसले तिम्रो जन्मदिन र हाम्रो एनिभर्सरीमा विस गरेका फोटोहरू डिलिट गर्न पठाएको सुन्दा मलाई अचम्म लाग्यो। सुनेर कस्तो अलि नराम्रो लाग्यो, तर सायद तिम्रो नयाँ जिन्दगीमा कुनै प्रभाव पर्छ भनेर होला। ठिकै छ, फोटाहरू त ठिक छ, मेटाइदेऊला। तर भन न प्रिय, यी यादहरूलाई के गरौँ? तिम्रो सम्झना मेटाउन के गरौँ? यादहरू न डिलिट गर्न मिल्छ, न जलाउन मिल्छ, न त केही नै। भन न प्रिय, म के गरौँ? म यसलाई के गरौँ? यादलाई कसरी मेटाउँ? मैले सुन्दै गर्दा कता कता मुटु खलबलियो। तस्विरहरू त तिम्रो लागि डिलिट गर्न पठायो, तर के गरौँ म यादहरू? यी आँखाले देखेका दृश्य तस्विरको एल्बममा मात्र सीमित थिएन। थाहा छ होला नि तिमीलाई, भविष्यका धेरै कल्पनित सपनाहरू यसै त मरिजाँदैनन्। तिमीसँग बगरमा बसेर, चौतारीमा बसेर गरेका अनन्त गिन्ती भविष्यका प्लानहरू यसै मरि त जाँदैनन् नि। सजाएका मुटुका सपनाहरू यसै टुटी त जाँदैनन् नि। ती मेरो मुटुमा सहमति थिए र समाहित थिए। म तिनलाई डिलिट गर्न सक्दिनँ, जलाउन पनि सक्दिनँ, न त कतै फुटाएर फाल्न नि। जसरी कुनै कागजमा जलाउँदा खरानी बाँकी रहन्छ नि, हो मन पनि जलिसकेको छ। र मन जलिसकेपछि पनि यही टुटेको दर्द बाँकी रहन्छ खरानी सरी। तिमीलाई अगाडि बढ्न आफ्नो बाटो रोज्यौ, सजिलो थियो होला सायद तिम्रो त्यो बाटोहरूमा कदम चलाउनु। र म पनि जसो तसो आफ्नो बाटो रोज्ने प्रयास गर्दैछु। तर यी यादहरू, यी सम्झनाहरू जहिले पनि रातको कुनै बेला आँसु बनेर ओठसम्म नुनिलो भएर आइपुग्छ। त्यो नुनिलोपनले पक्कै सम्झाउँछ, नुन खानेले गुण लाउँदैन भनेर। नुनको गुण लाउनुपर्छ भनेर तिमीलाई कहीँ कतै सिकाएको थिएन कि? तिनलाई पनि म चुपचाप मेट्न सक्छु त्यो पनि भनिदेऊ न। यहाँसम्म कि समय पनि कमजोर भएको छ तिनीहरूसँग, तिनलाई हटाउन सकेको छैन। सायद म गलत थिएँ होला, या तिमी गलत थियौ, या हाम्रो सम्बन्ध दोषी, या हाम्रो प्रेम। यसको अर्थ केही छैन। सम्बन्धको दोष कसमा थियो भन्ने कुरा विचार गर्न ऊर्जा छैन अब। तर एक कुरा त पक्कै हो, तिमीले मलाई त्याग्न सक्यौ होला, तर म आफै भित्र तिमीलाई कैद गरेर बसेको छु। म कसरी गरौँ? प्रिय सुन न, एउटा अनुरोध गरौँ, तिमी मान्छौ? तिमीले त्यो स्वतन्त्रता लिने क्रममा यो कहर बिर्सेर जान पाएकी छौ? म चाहन्छु तिमीले बिर्सन सक, तिमीले खुसी लिन सक, तिमी खुसी रहोस् जहाँ छौ तिमी, एकदम आनन्दले जिन्दगी बिताऊ। तर यता मलाई सधैँ ख्याल ख्यालमा बस्ने प्रश्नको उत्तर चाहिन्छ, त्यो चाहिँ दिएर जाऊ। ती यादहरूले केमा कसैसँग अगाडि बढ्न सक्छु भनेर बताएर जाऊ। कि म यो मनभरि भएका दुःखका पत्र च्यातेपछि खाली पानामा खुसीले लेख्न सक्छु।
आउँदा दिनहरूमा यी यादहरूले फेरि नसताएर अरूलाई पीडा नदिएर म उसँगै फेरि जिन्दगी बिताउन सक्छु। यदि तिमीले त्यो सम्झनालाई हटाउन सक्छौ भने केही उपाय देऊ, मलाई पनि सिकाऊ कसरी सक्यौ भनेर। म पनि प्रयास गर्छु, चाहन्छु हृदयको सबै धरौटीहरूलाई छोड्न। यस धरौटीलाई छोड्ने तिमी केही नियत देऊ न, हुन्न र प्रिय, केही उपाय देऊ न। म सक्दिनँ अब यसरी जुन धरोधर तिमी खुसी छौ, मलाई पनि खुसी हुन देऊ न। यादहरूलाई बिर्सने केही उपाय मलाई पनि सिकाइदेऊ न।